हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल। हामी आज चाहिँ स्याटरडे, आज चाहिँ हामी दुवैजना काम छैन। सो आज हामी चाहिँ यहाँ मलाई भोग लागेर लुइन भाला होइन, मलाई भोग लागेर हामी चाहिँ हेलो गाइज वेलकम टु आवर भ्लग। सो आज चाहिँ हामी फुटबल ट्रेनिङ हो कि म्याच खेल्न गइरहेको छौँ। म चाहिँ यहाँ अहिले टुवाङ भ्यालीमा छु अनि मान्छे लुइन भएको छ। हेलो लुइन भालाई चाहिँ भोग लागेर अब उसलाई मैले चक्लेट होइन लागेको छ। मलाई भोग लागेको छ अनि यसो स्न्याक्स किन जानु लागेको। अब उलिसमा गएर भेट्न लागेको छ गाइस। मलाई भोग लागेर यो स्न्याक्स किन जानु लागेको छु। आज हामी म्याच छ अनि हामी राति चाहिँ डेभिस मिलमा खाना जान्छ। अब यहाँ पछि मेरो 10-15 मिनट पछि अब म्याच छ अनि यहाँ अलिकति केही लिएर अनि हामी म्याच खेल्न जान्छौँ। लिन भाइ चाहिँ साथी आउँछ मलाई, लिन भाइ चाहिँ म म्याच खेलेर खिच्छ अहिले। स्याटरडे चाहिँ नत्र 9 बजीसम्म स्याटरडे चाहिँ अब हामी चाहिँ यहाँ उलिस पुग्नलाई उलिस पुग्न आइसकेको छ। हामी चाहिँ उलिस पुग्न आइसकेको टुवाङ दिल्ली रे के अरे त्यो हेर सटर हालेको छ भने सटर हालेको छ रहेछ गाइस। यहाँ चाहिँ उलोस छ। अहिले चाहिँ मान्छेहरूलाई खासमा देखाउनु हुन्छ क्या हामी कति बजी टाइम भयो त 26 भएछ। ल अब हामी क्यारेमेल लाटे लिइसक्यो। यो खाने भनेको तिमीले नखाने भनेपछि मैले पनि नखाने त आया खोइ चिप्सहरू कहाँ यहाँ रहेछ। ल यहाँ चिप्सहरू चाहिँ यहाँ रहेछ होइन। अब सबैले भएको फेभरेट हाम्रो नेपाली चिप्स कस्तो पाउँछ क्या यहाँ स्विट एन्ड चिल्ली स्पाइसी चिल्ली। यो स्पाइसी चिल्ली स्विट एन्ड चिल्ली हुन्छ। यो हो चाहिँ चेकअप गर्नुपर्ने हुन्छ। अब पे गरेर भेट्छ साथीहरूलाई चाहिँ चेकअप गर्नुपर्ने हुन्छ। अब पे गरेर भेट्छ साथीहरूलाई। हेलो म्याउ हामी गाडीमा आइसकेको छ। अब हामी चाहिँ यहाँबाट फुटबल खेल्ने लोकेसनमा जान्छौँ। राख त डाटा आउँछ। मैले देखेको थिएन यार। डुनमोर पार्क एप्पलमा म त गाडीमै बसिरहेको छु। अब हामी चाहिँ जान्छ है साथीहरू। अब लुइन भाइलाई ह्यान्डओभर गर्छु मोबाइलमा चाहिँ किनकि यसो देखाएर चलाउनु मिल्दैन यहाँ। गाइस अब हामी जान्छौँ। तिम्रो हल्यो नि किन कार प्लेबाट हटाएको कसरी तिम्रो तार लागिसक्यो। अब लुइन भाइ चाहिँ गाडीमा छ। ओ ल गाइस हामी चाहिँ आइपुगिसक्यौँ। अब रिहानको म्याच सुरु हुन लागेको छ। म चाहिँ एकछिनमा बाहिर जान्छु, चेन्ज गरेर वार्मअप गर्दैछ उनीहरू चाहिँ उता त्यहाँनिर। अब यहाँ चाहिँ उनीहरूको गेम हुन्छ अरे। अब गेम चाहिँ सुरु भइसक्यो गाइस। यहाँ अब गेम हुँदैछ।
म चाहिँ यहाँ बसिरहेछु म चाहिँ अब हेरौँ है त कसले जित्छ यो को हो गाइस चिन्नुहुन्छ तपाईहरुले ब्लर छ तर चिन्नुहुन्छ होला लाखे जस्तो छ हेर्नु न यो ओरेन्ज कलरको यो चाहिँ हाम्रो मेसी हो दौड्यो 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 मेसी ल ल ल यो दाउ खोजिरहेछ ऊ त्यहाँ हातमाथि गर्यो त्यहाँ ट्याक्टिस लाउँदैछ ट्याक्टिस गए ओयो गोल गोल भयो है गाइस रेहानहरुको 1 यो खैरीहरुको 0 गाइस म चाहिँ एकदम बाहिर जाडो भएर म चाहिँ गाडीभित्र आएर बसिसकेँ गेम चाहिँ अझै भइरहेछ म यहीँबाट पनि देखिन्छ नि त अब यहीँबाट हेर्छु म चाहिँ अब त्यस्तो 20 मिनट जति बाँकी होला कति भयो भन्ने 3-1 भयो 3-1 गाइस अब चाहिँ गेम सकेर पनि रेहान चाहिँ चेन्ज गरेर आइसक्यो अब कहाँ जाने अब हामी नुडल्स खान जाने हटपट खुला छ थाहा छैन मलाई हेर त हट डेभिड नुडल नियर मी सिटीमा बाइ कस्तो हेर्दै कस्तो रिस उठ्ने गेम के हाम्रो टिमबाट यहाँ फर्स्टमा त्यो हार्दै त्यहाँदेखि उनीहरू एग्रेसिभ भयो खिचेछ तिमीले खिचेन अलिअलि खिचे अब चाहिँ हामी जान्छौँ गाइजहरू भोक लागेको छ The traffic lights, use the right lane to turn onto Peel Street. अब चाहिँ गाडी त्यहाँ फ्री पार्किङमा आयो त्यहाँ स्ट्रिट पार्किङमा आएछ क्या स्ट्रिट पार्किङमा आएर अब हामी चाहिँ अब हटपट खान जाँदैछौँ जुन भाइ चाहिँ आएछ ओके सियु इन डेभिड हटपट अब चाहिँ हामी यहाँ लिउँ त एउटा मात्रै लिने होइन उता पनि लियो हामी चाहिँ पुगिसक्यो पथमा अब हामी के लिन्छ हजुर देखाउँछु म चाहिँ यो लिन्छु अब अक्टोपस टेस्टी हुन्छ यो भएको छैन वेट अनुसार हुन्छ कि आउँदैन लास्ट मलाई हुन्छ नि यो पनि म खान्छु के म खाने मेरो सेक्सन त यो हो नि यो चाहिँ क्र्याब है मलाई त टेस्टी हुन्छ तिमीले यो लिनु यो लिने कि त्यो राखेर यो लिने कि त्यो लिने यो के चाहिँ स्पाइसी पोर्क चाहिँ कहाँ गयो त राख न त्यो चिकन त खाइहाल्छ भयो यति हो यति धेरै हो खान
कोक लिनु होइन कोक कोक एउटा लिउँ अब पे गरेर हेर्न हाम्रो हटपट आइसकेको छ टेस्टी देखेको छ है कस्तो हुन्छ लिनु भएको छ त्यहाँ त्यो छ दिएको छ लिएर आएको छ मैले त्यो म चाहिँ यहाँ म अक्टोपस खान गइरहेको छु है कस्तो छ कस्तो लिनु भए म ससेज खान गइरहेको छु खासमा हामी चपस्टिकले खानुपर्ने हो चपस्टिक चलाउँदा लिनु भाइले खाएको हेर्नु होला एकछिन कोही चपस्टिक चलाएको ल ल अब अन्डाहरूले कहाँ खानु त्यो ल खाए नाइस कस्तो छ कोक खानु पऱ्यो रुन भाइले अक्टोपस खान गइरहेको छ तलको मात्रै खाने रे के डिस्काउन्ट टोक्न मलाई चाहिँ फर्केर अर्को अक्टोपस क्रास ल भएर अक्टोपस होइन झोल सकेको के नेक्स्ट लेभल पिरो हुन्छ क्या यस्तो भयो भने लुन भाइले चाहिँ पानी ल्याइदिइसकेको छ मलाई थ्याङ्क यू चाहिँ यो अक्टोपस खान लागेको छ अक्टोपस चाहिँ कसरी खाने हो हातले खाने होला है हातले खाने होला के हो क्र्याब म पुरै अक्टोपस खान गइरहेको छु लुनी भाइ चाहिँ चाउचाउ खाएर सबै खाएर सकेर प्राउनहरू पेट चाहिँ जुस चाहिँ भइसक्यो है उब्बरै अब घर गएर सुत्ने मात्रै हो अब बाबाले मिल्छ गाइस मिठो छ मिठो छैन भने उसलाई टेस्ट गर्न मलाई कुरा चाहिँ टेस्ट गरिरहेको छ अब म चाहिँ अक्टोपस फेरि खान्छु अक्टोपस चाहिँ मलाई बाबाले मिठो लाग्छ हालिदिनु यहाँ हाल्यो यो सबै सक अब त्यहाँ प्लेटमा भएको घर गएर के खाने अब खानुपर्छ सोधेको तिमीलाई सोधेको तिमीलाई त पेट भर्दैन नि त होइन पर्छ उसलाई पास्ता पनि किनिदिएको छ मैले चिप्स सकायो मैले गाई त्यसरी जुस खानु पऱ्यो भने यसरी होइन यसरी खाएर माथि हेरेको त डेन्जर के यसरी हेरेर आइसक्यो भने साथै गएर अब चाहिँ हामी सबै पेट भरेर खलास भइसक्यो पानी
हामी चाहिँ खाएर काम नभएर यो मुख चाहिँ भएको छ कस्तो भएको छ टाढा भएर होइन बाटो काटो बाटो यहाँबाट जाउँ सिधा ल अब चाहिँ हामी गाडीमा गएर भेट्छौँ आजको दिन चाहिँ हाम्रो रमाइलो भयो होइन अब घर यसो बाटोमा के हुन्छ कि हेरौँ होइन नत्र त हो नत्र आज राति पनि मलाई यसो सुत्न त मन लागेको थिएन किनभने आज दिनमा सुत्यो डेमा सुत्यो म एकछिन सुत्न लाग्दा पनि मलाई यो रेहानले सुत्न दिएन अब म चाहिँ घर पक्कै निदाइहाल्छु अनि लोन भनिरहेको छ अनि म चाहिँ यसो सिटीतिर डुलाउनु पर्ला जस्तो लागेको थियो है ल साउथ ब्रिजबेनको हेर्नु होला यस्तो छ चट्टा साउथ ब्रिजबेनको एकदम चर्चित ठाउँ साउथ ब्रिजबेन यहाँ चाहिँ हाम्रो ब्लगर अब चाहिँ हामी यसो वाक गर्दैछौँ किनभने हामी खाएर एकदमै तनातन भइसक्यो बस्नुहोस् ल कसरी वाक गर्ने वाक यसरी गर्ने है यहाँ चाहिँ अब आज स्याटरडे हो आज पारै रमाइलो हुन्छ भाइलीमा जाउँ भनेको हो आफ्टर वाकिङ 30 मिनट्स हामी गाडीतिर आइपुगिसक्यो अब आजको लागि चाहिँ यति नै भन्छौँ होला गाइस कस्तो लाग्यो भनिदिनु होला आजको लागि यति नै है भ्लग छोटो मिठो भयो See you soon in the another vlog. ल bye Do like, share and subscribe. Yeah, so guys, please recommend us. हामी चाहिँ कस्तो भिडियो बनाउने भनेर है तपाईँहरूको अनुसारले भिडियो बनाउनेवाला छौँ हामी So, see you. Bye-bye. I just had to let you know you're